सुन्दर प्राकृतिक ठाउँ छ हेर्नुहोस् हैन। यहाँ हेर्नुहोस् त यताबाट टुरिस्ट आउने यहाँ यो वे हो यो। यहाँबाट तल यहाँ जाने बाटो छ। त्यहाँबाट गएपछि हेर्नुहोस् ठाउँ कस्तो छ। यहाँ तल हेर्नुहोस् है। म तपाईँलाई देखाउँछु जम्बुजिरा ओलीमेरा है के भन्ने ठाउँ हैन। यो समुद्र साइड हेर्नुहोस्। अब यहाँबाट मैले अस्ति पनि एउटा भिडियो हाल्दै थिएँ हेर्नुहोस् कस्तो राम्रो छ हेर्नु है। हेर्नुहोस् त हेर्नुहोस् कत्रो भिड छ यहाँ कस्तो राम्रो छ। ल हेर्नुहोस् है ल हेर्नुहोस् आहा कति सुन्दर देखेको छ समुद्र पुरै। ल हेर्नुहोस् कस्तो राम्रो पहाड छ। यहाँ चाहिँ स्विमिङ गर्न आउँछन् यहाँ टुरिस्टहरू पर्यटकहरू यो गर्मी मौसममा। ल हेर्नुहोस् त कस्तो राम्रो छ हेर्नुहोस् यहाँ। ओहो यति राम्रो छ यो तल। अझै हामी त तल पनि गएर आएको यहीँ यसरी जाने ठाउँ छ यो बाटो यी। यहाँबाट भर्याङ छ देख्नु भएको छ तपाईँले। यसरी यो भर्याङबाट यसरी हामी यताबाट जान्छौँ यहाँबाट गएर तल ओर्लिने। त्यसपछि हेर्नुहोस् टुरिस्टहरू चाहिँ यहाँ यो स्विमिङ गर्न आउँछन्। कस्तो मजा छ कस्तो फन्टास्टिक के रमाइलो। ल हेर्नुहोस् यो है ओलीमेरा के भन्छन् यो कस्तो प्राकृतिक रूपमा यस्तो दामी प्राकृतिक बनेको छ कि यो डिजाइन यसको तल होइन मैले खिचिन तल जाँदा होइन। यहाँबाट लगभग 100-150 मिटर तल छ यो हैन। तर यस्तो आनन्दको ठाउँ छ कि यो हेर्नुहोस् एकदमै इन्जोय गर्ने ठाउँ हो। ल तपाईँहरू पनि मौका मिलेछ भने यहाँ आउनु होला यहाँ स्विमिङ गर्नु होला है। यस्तो है रमाइलो छ प्राकृतिक ठाउँ जम्बुजिरा। आई लभ यु जम्बुजिरा। ओके वहाँ पहाड हेर्नुहोस् त कत्रो पहाड। आहा ल हेर्नुहोस् यहाँ पहाड छ। हेर्नुहोस् हाइकिङ गर्ने ठाउँ। हेर्नुहोस् त यस्तो गर्मीमा टक्क यहाँ आएर यस्तो भिड हेर्नु यहाँ यो एकदम भिड छ। यहाँबाट एकदमै भिड हो यो चाहिँ हेर्नुहोस् यो भिड हो। यहाँ अलिकति खुट्टा खस्याङ्ग भयो भने तलतिर पुगिन्छ हेर्नुहोस् गाह्रो छ डर लाग्छ। हेरिदिनु भयो थ्याङ्क यू सो मच।